हामी एम दाई लाफा सरोज भाइ अनि म राजन भेनाजु नि आइसक्नु भयो त ओहो मान्छे त सर्लक्क छ जिउ ज्यान तर्लक्क छ गोजीमा 10-15 हजार बोकेर हिँड्यो होला हामी जन्मेकै बवाल गर्न होइन होला के हो अनौठो यात्रा भइरहेछ है हाम्रो यति बेला ठ्याक्कै रुमा गाउँमा आयो है यस्तो दामी दामी छ रुमा गाउँ खुट्टा के टेक्न भ्या थिएन राजन दर्लामी भेनाजुले यहाँ आइसके बाजा गाजा टोली यार गाह्रो छ ल है त बेलुकाको 5 बजे ठ्याक्कै आइपुग्यो है त थ्याङ्क यू है राम्ररी ल्याइदिनु भयो यस्तो अप्ठ्यारो बाटोमा हेलो गुड आफ्टरनुन एभ्रीबडी गुड आफ्टरनुन नमस्कार जोरले नमस्कार है सबैजनालाई वेलकम छ फेरि न्यू ब्लगमा अहिले ठ्याक्कै 1 बजिसकेको छ दिउँसोको म चाहिँ बल्ल 8-10 दिनको बसाइपछि भलिबलको यात्रा फेरि सुरु भइसकेको छ है देख्न सक्नुहुन्छ छेउमा काली ओर्लिएर आइरहेछ है पारिस नलपुर र वारी तनहुँ को सिमानातिर छु म नजिकै है आज चाहिँ पोखरासम्मको यात्रामा छु जाने चाहिँ खासमा हाम्रो म्याग्दीसम्मको यात्रा होला जस्तो छ यसपालि फेरि धेरै बाहिर हिँडेको बानी भएर होला हामीलाई धेरै दिन घरमा बसेपछि अलिकति बाहिर हिँडौँ कतै डुलौँ जस्तो हुन्छ क्या तो मसँग चाहिँ मेरो दोस्ती जहाँ हिँड्ने नि सँगै है त हामी दुईजना ओके अनि के छ तपाईँहरूको खबर सुनाउनुहोस् अब चाहिँ यात्रा यहीबाट सुरु हुन्छ हेर्दै गर्नु होला है त A few moments later. ल हामी यति बेला ठ्याक्कै रातिको 9 बजेर 20 मिनट 15 मिनट जान लागिसकेको छ हामी एम दाई लाफा सरोज भाइ अनि म चाहिँ अब लेक साइडको झिलिमिली हेर्दै हिँडिरहेछौँ हामी है अब यस्तो छ लेक साइड स्टेट नम्बर 17 मा छौँ हामी 16 तिर चाहिँ गइन्न 17 तिर यसो चलपल हेर्दै मस्तले है ल राजन भेनाजु नि आइसक्नु भयो त दाँत पत्ताउँदै टक्क चिलबारामा है ल अरे बाप रे अरे डिस्टर्ब भाइ चाहिँ क्यामेराम्यान भाइ एम दाई लाइटमा डान्समा लाफा है ल यो हेलो गाइज ल है त हिमाल सुना युट्युब च्यानलमा स्वागत छ लोकेसन पोखरा लेक साइड स्टेट नम्बर 17
भाइ थियो है यता दाइ गायकमा हुनुहुन्थ्यो राखा र म चाहिँ दर्शकमा थियौँ भेना चाहिँ वाद्यवादकमा है ल यति नै है त The next day. गुड मर्निङ सँगसँगै हाम्रो यात्रा सुरु हुन्छ अब हाम्रो केल्मी स्टिकर भएको बोलेरो गाडीमा है ओके ल ड्राइभरमा हुनुहुन्छ हाम्रो भेनाज यो झोलाहरू कहाँ राख्ने हो त भेनाज भाइ ल है पानी परिरहेको छ हाम्रो गुरुजी हुनुहुन्छ टक्क मिलाएर हाम्रो चाहिँ अब रुममा जाँदैछौँ यात्रा राम्रै होला त गाडीमा यात्रा चाहिँ राम्रै हुन्छ है ओके छ त एकछिन है एकछिन त्यहाँ फुट्ने सामान चाहिँ मिलाएर राखिदिनु है ओ ल सामान प्याक भइसकेको छ लो लेट्स गो बाइक चाहिँ यहाँ टक्क थम्किसकेको छ कहाँ कहाँ डुल्ने हामी एकछिन होइन यसो ब्याग गर्नु त हाल्ने हो ल है अरे बाफ्रे साँच्ची हो नि भेनाजु ढुक्क हो नि भेनाजु त्यो हेलमेट त्यहाँ राखेछ भन्न त पऱ्यो ल है भरे पानी परिरहेको छ यति बेला ठ्याक्कै 9:30 हुनुलाई 9:20 भइसकेको छ है ल यात्रा सुरु ल है त साथीहरू एकदम तीव्र गतिमा यात्रा सुरु भइसकेको छ पोखरादेखि है बिहान नै हिँड्ने भनेको हामी 6 बजी नै उठेर जाऊँ भनेको तर पानी परेको कारणले चाहिँ हामी एकछिन होटेलमै बस्न पर्यो साथीहरू यस्तै छ धेरै समयपछि म चाहिँ नि बर्दिया भ्लग सिनारी भ्लगमा हल्का बोल्दैछु है ल अब हामी यता मजाले देख्न सक्छौँ मेरो साथमा हुनुहुन्छ राजन अङ्कल उता हाम्रो दाइ है अनि यता हिमाल दाइ हुनुहुन्छ दिदी हेलो ल है ल यता हाम्रो दादाहरू भाइ ल है त यात्रा मिठो हुने बेला छ A few moments later. ल यति बेला ठ्याक्कै 11 बज्नलाई 10:40 भइसकेको छ ल हाम्रो गाडी पर्वतमा आएर खाना खानलाई तयारीमा कस्तो झल्लु लुक्समा हिँडिन्छ होइन त्यहाँ गएपछि थाहा हुन्छ नि त फेरि हिजो पोखरा लुक्स कस्तो थियो थाहा छ नि त मान्छेहरूलाई होइन र हिजो त म्युजिक हो हिजो त म्युजिक बिहान बिहानमा हो बवाल गर्ने हो बवाल हामी जन्मेकै हामी जन्मेकै बवाल गर्न होइन होला के हो हो ल अब चाहिँ हामी यहाँनिर मासु खाना के छ दाइ होइन ट्याक्का टुक्का चिठी लाउनु त दाइ त्यो लामो लामो चामलको भोक लाएर हैरान छ है लामो चामल साउजी घिउसिउ चामलको चिठी लाउनु घिउसिउ के छ ल गङ्गावर्धन सर ल हामी दुईटा ट्याक्का बाउ छोरा टक्क माथि गएर इन्जोय गर्ने होइन मेरो रमाइलो गर्ने मेरो हुन्छ होइन तर फेरि यो है फेरि दारी पुजेर बल्ल 17 वर्ष पुग्नु भयो उहाँ अच्छा ओके छोरी भाइरल अँ, विदेशसम्म देशदेखि देशदेखि विदेशसम्म अँ। हाम्रो ड्याडहरूदेखि अहिलेको युवाहरू बुच्चेहरूले पनि सुन्ने ओके ल धन्यवाद तर भाइ भन्नुपर्ने हुन्छ फेरि ओके गुरुजी के छ यात्रा ठिक छ नि ल यसो गरौँ अब यस्तो गर ओहो भाइ लेडी चपक नयाँ चप्पल अरू भात खान्छ हामी चाहिँ गाडी लिएर उल्टा गरेर भगै छोडिदिनु अहिले माथि रुमतिर गएर चलाउने हो कतातिर गएर रुममा गएर ल है ए सुभाष सर है भात त हामी यतै हान्यौँ अँ, कुरैमा पर्ने भयो उसलाई दुनोट र चिया खाऊ भाइ एकछिन दुनोट र चिया ल जङ्गै भात के छ ए ओके छ त माछाको त झोल मात्रै रहेछ त दादा हामी गेममै हो है माछाको झोल मात्रै रहेछ माछा पाक्दैछ ए त अचार पो रहेछ यार के छ ताजा ताजा खानालाई अहिले खुवाइजाउ त पिस उस खान्छु म है यस्तो कि ल दाइले चाहिँ हामीलाई फेमस असला खुवाउनलाई चाहिँ रेडीमा हुनुहुन्छ है टक्क नुहाइ धुवाइ भइरहेछ माछाको धुलान हुन्छ एकछिनमा अनि त्यसपछि सुप हान्नेछौँ हामी है ल यस्तो टक्कै माछा पाक्दैछ आहा माछा खाएर च्याप्प ल है ल सुरुवात लोकल हो कि के यो माछा हो है त ल
A few moments later. म्याग्दी जिल्ला पर्दैन के यसो भेनाजु यसो बेनीमा झर्नु भएको थियो यसो भाइहरू चाहिँ फोटो खिच्नलाई है के खान्छौ भाइ ल हेलो हेलो ल भाइहरू ल ल ल ल ल केराको बोटको गिफ्ट हो भाइ फल ल के छुच्छ झर्नु भएको थियो भेनाजु भाइ लाफा भाइ देखेको थिएँ होइन राजन दाईको गेम यहाँ तल होइन ओके ल के फोटो खिच्न आएको ल खिचिहाल भाइ एउटा सेड्युल बिजी छ भाइ के अरे होइन बवाल गर्न के अरे हामी जन्मेकै बवाल गर्न ल ल है त बेनीमा के पाइला टेक्नु भएको थियो अब भाइहरू आएर यसो जस सधैँ केटा तिमीहरूले म चप्पल लाएर टेक्दा यस्तो भयो जुत्ता लाएर टेक्दा के हुन्थ्यो ल खिच 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 ल ल ल ल फोटो खिच भाइहरू ल टक्क मिलाएर भलिबल खेलाडी हो ल यतिको हुनु पर्यो है ल ल ल ल ओहो मान्छे त सर्लक्क छ जिउ ज्यान तर्लक्क छ गोजीमा 10-15 हजार बोकेर हिँड्यो होला ल ल ल हाम्रो गाडी चाहिँ यहाँ छ है यात्रा निकै कडा छ है हाम्रो सब थकित छन् हैरान गुरुजी नि थकित हुनुहुन्छ ल घर पुग्न हतार छ रेस्ट गर्नलाई ल है यात्रा निकै गम्भीर गम्भीर छ है बाटो ल अनौठो यात्रा भइरहेछ है हाम्रो छिर्छ छिर्छ ल छिर्छ छिर्छ ढुक्क छिर्छ छिर्छ गुरुजी ल है गाह्रो गाह्रो बाटो हामी बल्ल रुमा गाउँ है यस्तो दुःखको बाटो पार गरेर रुमा गाउँ हो ल बाटो यहाँ बन्दै रहेछ है हजुर किन डराइस र होइन के सुभाष नि ध्यान दिएर आनन्दले माउन्टेन ड्यू खाऊ नि त माउन्टेन ड्यू खाऊ किन डराउँछौ माउन्टेन ड्यू खाएपछि डराउनु डरके आएपछि सलमान खानले कस्तो गर्छ त्यही त हो नि माउन्टेन ड्यू हिलो छ बन्दैछ बाटो बन्दैछ एकछिन अलि छिर्दैन यो त छिर्दैन कस्तो केही हुन्न र कस्तो केही हुन्न र खाल्टा छ त्यहाँ ऊ खाल्टा ऊ तार जान्छ त्यहाँ अनि हो त्यहाँ राख्न पर्यो नि त्यो राखोस् बिचरा उहाँ नि घन्मिटर पुऱ्याउँछ गाउँकै मान्छे हो नि बाहिरको मान्छे नि हुनसक्छ कट्यो 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 है कट्यो 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 ल कट्यो कट्यो केही हुन्न भन्ने ढुकढुक हुने उहाँको सँग केही भएन त
यति बेला ठ्याक्कै रुमा गाउँमा आयो है यस्तो रहेछ त्यहाँ होइन हजुरहरू खेलेको पहिला यहाँ गेम खेल्न आउनु भयो फेरि जेमा गाउँको स्कुल फेरि पहिला यहाँ गेम खेल्न चाहिँ लाफा हिँडेर होइन आहा थकित ल देख्दा बाटो खराब थियो है माथि आएपछि गाउँहरू यस्तो दामी दामी छ जस राम्रो रहेछ रुमा गाउँ यता ल त्यस्तो बाटो आइयो लास्टमा माथि आएर यस्तो दामी मिलेको ठाउँ रहेछ दामी A few moments later. खुट्टा के टेक्न भ्या थिएन राजन दर्लामी भेनाजुले यहाँ आइसके बाजा गाजा टोली यार खै गाह्रो छ जताततै सम्मान पर्यो होइन सम्मान गाह्रो छ भनेर हिँड्न परिरहेको गाह्रो छ निस्किम भाइ हो धन्यवाद डियर ब्रदर माई ब्रदर रोशन एन्ड जुत्ता लायो भने के होला जुत्ता लाउने हो झोला त निकालौँ होला होइन हेर न झोला अरे जाम जाम है स्वागत को लागि रेडी हुनुहुन्छ अरे बापरे मारेगा दिएको त यहीँ पाएर कि हो र ल है त मेनाजु उठ्टै ब्यासको त होला नि केटाहरू नि त कति धेरै मान्छे हो आमा कति धेरै हो आमा यार ल स्वागतको लागि भव्य तयारीमा हुनुहुन्छ हाम्रो खेलाडी दाजुभाइहरू रेडी है ल है त ल सबी अरे बाब्रे यस्तो छ है त A few moments later. ल बेलुकाको 5 बजे ठ्याक्कै आइपुग्यो है त वासस्थानमा स्वागत मिठो भयो थ्याङ्क यू सो मच है अब चाहिँ गुरुजी छुट्टिने बेला भइसक्यो है फेरि भोलि पर्सि भेटौँ ल थ्याङ्क यू है राम्ररी ल्याइदिनु भयो यस्तो अप्ठ्यारो बाटोमा है त फर्किने बेलामा फेरि अब रमाइलो गर्दै जाऊँ ल ओके ल बाई बाई अब नेक्स्ट ब्लगमा भेटौँ ल है त